तपाईहरूले देख्नुभएको यो पवित्र स्थल शङ्खमूलमा रहेको जलधारा हो, जहाँ 108 वटा शङ्खबाट जल झरिरहेको छ। यो ठा नगरपालिका वडा नम्बर 3 र 2 को सङ्गम स्थल घटेचौरमा अवस्थित छ। यस पवित्र स्थललाई शङ्खमूल भनेर यहाँको सर्वसाधारणहरूले भन्ने गर्दछन् र यो पवित्र स्थल हिमवत खण्डमा पनि उल्लेख गरिएको छ। विश्वको 3 शङ्खमूलमध्ये यो पनि एक शङ्खमूल हो। यस ठाउँमा बनिरहेको चाहिँ मोक्षधाम रहेछ। भर्खरै सुरुवाती क्रममा रहेको यो मोक्षधाममा 108 वटा शङ्खहरू स्थापना गरिएको छ। 108 वटा दाताहरूले चाहिँ आफ्नो परिवारको नाममा शङ्ख दान गर्नुभएको रहेछ। हामीले बुझ्दै जाँदाखेरि यस धार्मिक पर्यटकीय स्थल धेरै नै पुरानो पौराणिक रहेछ। हिमवत खण्डमा शुद्ध उल्लेख गरिएको यस पवित्र स्थलमा गएर स्नान गर्नुभयो भने तपाईँहरूको पाप, तपाईँहरूले चाहेको कामना सबै पुरा हुने बताइएको छ। यो पवित्र स्थलको मूल चाहिँ बहद्र तीर्थ पाण्डुकेश्वर महादेवबाट जम्मा हुँदो रहेछ। त्यसैको जल चाहिँ यो 108 वटा शङ्खबाट झरिरहेको छ। यहाँबाट तपाईँले सुन्दर प्राकृतिक डाँडाकाँडाले भरिएको बस्ती देख्न सक्नुहुनेछ। यो पवित्र स्थल देवी देवताको बास रहेको ठाउँ भनेर प्रचलित रहेछ। यहाँ इन्द्रेणी माई, काला भैरव, पाण्डुकेश्वर महादेव, भद्र तीर्थ, पार्थिभरा, त्रिकेश्वर महादेव, मङ्गलेश्वर, पातलेश्वरको सङ्गम स्थल त्रिवेणीधाम भनेर चिनिन्छ। तपाईँहरूलाई यस स्थलमा आउनको लागि ठा नगरपालिका हुँदै घटेचौरमा आउन सक्नुहुनेछ। धन्यवाद।